विशेष गरेर यो स्थानीय तह र प्रदेश सरकारहरूले चाहिँ अलिकति आफ्नो कामको दायरा आफ्नो जिम्मेवारीलाई अलिकति जवाफदेही र उत्तरदायीपूर्ण ढङ्गको काम गर्नु पर्यो। अब यो रेबिज भ्याक्सिन त अब अहिले नर्मली पनि छ, जस्तो छाडा कुकुरहरूको व्यवस्थापनको कुरा होस् होइन, या चाहिँ अलिकति यसको जनचेतनाको कुरा पनि अलिकति व्यापकै भएको छ। त्यसले गर्दाखेरि अलिकति स्थानीय तहहरू र विशेष गरेर प्रदेश सरकार चाहिँ अलिकति यो नागरिकप्रति उत्तरदायी र जवाफदेहीपन नबढेको हुनसक्छ होइन, नत्र भए यो चाहिँ सामान्य व्यवस्थापन गर्दा पनि हुने कुरा हो। रेबिज रोग लागिसकेपछि हामीले निको भएर फेरि पुनर्स्थापित लाइफ अथवा पहिलाको जस्तो लाइफ बिताउला भन्ने सम्भव छैन। त्यसैले त्यो कुराको लागि हामीले सबैभन्दा बढी सजग हुनु जरुरी छ र यसको लागि हामीले समुदाय स्तरबाट अथवा पालिका स्तरबाट अथवा सबैजनाले यसको लागि सबैले हातेमालो गर्ने हो भने चाहिँ यो सम्भव छ। अन्यथा यसबाट चाहिँ हामीले जो कोही पनि समस्या हुनसक्छ, विशेष गरी चाहिँ वृद्ध केटाकेटी अशक्त मान्छेहरू जो भल्नरेबल ग्रुपहरू छ नि, यसबाट चाहिँ बढी पीडित हुने सम्भावना देखिन्छ। समुदायमा धेरै छाडा प्रवृत्तिमा छाडेका गाईबस्तुहरू र कुकुरजन्य जनावरबाट यो रोग अति नै छिटो फैलिने हुन्छ र यो कुकुरहरू अव्यवस्थित रूपमा फैलिएको र यिनीहरूले जहाँ पाए त्यहीँ अव्यवस्थित रूपमा मासुहरूको लाग्दा आफ्नो आहारको लाग्दा सबै जनावरहरूलाई आक्रमण गर्ने गर्छन् र योबाट बच्नलाई हामीले सर्वप्रथम त कुकुर व्यवस्थापनको एउटा पाटो नै अपनाउनु मलाई धेरै उपयुक्त लाग्छ। यसलाई न्यूनीकरण गर्नका लागि छाडा पशु चौपायाहरूको व्यवस्थापन गर्ने, तिनीहरूलाई नियन्त्रण गर्ने, रेबिज लागेको शङ्का लागेका कुकुरहरूलाई नियन्त्रण गर्ने लगायतका यसका लागि सरकारले रेबिज विरुद्धको औषधि उपचारको लागि व्यवस्थापन गरिदियो भने यसको न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ। रेबिज रोकथामको लागि हामीले विभिन्न औषधिहरू लगायत भ्याक्सिनहरू हामीले स्थानीय सरकार सम्बन्धित सरकारहरूबाट हामीले यदि सहजै उपलब्ध पायौँ भने यसलाई सहजै हामीले रोकथामको लागि गर्न सक्छौँ जस्तो मेरो